हेलो, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म पर बहिनीलाई सघाउन जाँदैछु। आज चाहिँ पर बहिनीको अदुवा निकाल्ने, अनि अहिले तपाईँहरूलाई म अदुवा निकालेको भिडियो पनि हालिदिन्छु। साथीहरू जाँदैछु, घाम कति धेरै लागेको छ आज धरानमा। म चाहिँ जाँदैछु, गर्मी धेरै बढेको छ साथीहरू, के गर्नु। तपाईँहरूकोतिर कतिको गर्मी छ? यता हाम्रोमा त धेरै गर्मी छ। तपाईँहरूलाई म धरान बजार देखाइदिन्छु ल, हेर्नुहोस् है, हेर्नुहोस् है। देख्नुभयो साथीहरू हाम्रो धरान बजार? त्यहाँ चाहिँ विजयपुर हो। क्याम्प पनि देखिन्छ साथीहरू, पर अलिअलि क्याम्प देखिरहेको छ साथीहरू। सेउती खोला हो। म चाहिँ अब यहाँ जाँदैछु, जाँदैछु। के गर्नु, आज एक्लै भएको छु, साथीहरू पनि छैन। नानी त्यसो हिल्नु नखेल्न, यो त साह्रो चक्चक गर्छ हौ। स्कुल नै साथीहरू शनिबार पनि लाग्ने भइदिएको भए हुन्थ्यो। बिहान 6 बजी स्कुल पठाएर बेलुका 6 बजी मात्र ल्याइदिनु। स्कुल कहाँ छ होला नि त्यस्तो। बाटो बिग्रेको छ हाम्रोतिर त। हेर्नु पारिपट्टि नानी गोरी फुपूकोमा कहाँ गोरीकोमा हिँड्नु भएको नि? ए गोरी आउनु कि नआउनु? साथीहरू म सुँगुर पनि देखाइदिन्छु तपाईँहरूलाई ल। अब छिछि त्यो फाल। सुँगुर हेर्नु है यहाँ साथीहरू, अनुहारै परेको छैन। खाने चाहिँ फेरि यही मिठो है। अहिले यो बनाउने त सेकुवा सुँगुरको धनी चाहिँ एकजना बोस्नियामा छ, एकजना चाहिँ अदुवाबारीमा। लाउर यसो आयु सकेको खो सङ्गीता चाहिँ आएन। अब यहाँ उखुलेकै साथीहरू अदुवामा नआइज त भन्दै थियो, तर के गर्नु, दुई जिउको छ, माया लाग्छ। छोरी मान्छेको समस्या छोरी मान्छेले बुझ्नुपर्छ। त्यही भएर साथीहरू सक्नु आँटा छ। रिसायो नि। म पनि बिहान 5 बजे नै उठेर बाख्रालाई घाँस काट्नु गएको होइन दाजुरोमा। अनि आफ्नै पर्सनल बुढासँग हिँडेर अनि घाँस ल्यायौँ, 3 मुठा ल्यायौँ। चारो पकाएँ, अनि सरमदान जानु पर्यो भनेर समीरलाई फोन गरेको त आज जेसीबी आउँदैन मान्छे। खोइ किन रिसाउँछौ आफ्नो बाटोघाटोमा साथीहरू। हाम्रो गाउँघरमा त कुरै मिल्दैन, के गर्नु। आफू लगन लाएर ल्याउने पनि त अब क्षमता हुँदैन है। नभए एक्लै जेसीबी कुदाइन्थ्यो नि फेरि म साथीहरू। अब सिक्नुपर्छ क्या साथीहरू। जेसीबी यतिको ठिकै हो त हौ, धेरै बाक्लो पनि के गर्नु। त्यसरी नरिसाउनु। मनी दिएको हजुर। जाऊ। कसले त्यसो भनेको?
अब यसो नि त सबैजना मरेको ठाउँमा त मर्नुपर्छ नि त होइन अब त्यहाँ थप्नु पर्ने अरे 200 रुपियाँ दिनुपर्छ म गाडी यहाँ मलाई त्यस्तै जे छ साथीहरू बुझ्नु भएन चटपटे खानु कुद्दैछु क्या म चिसो र चटपटे साथीहरूले बोलाउँदैछ ढिलो भइसक्यो उनीहरू चाहिँ रिसिसक्यो क्या म चाहिँ चिसो र चटपटे खानु जाँदैछु साथीहरू घाम कम त लागेको छैन के गर्नु नखाए पनि हुँदैन खानु मन लाग्छ चटपटे त चिसो र चटपटे साथीहरू मेरोमा चाहिँ यस्तो यस्तो खालको फुल छ तपाईँहरूकोतिर कस्तो कस्तो छ है देख्न सक्नुहुन्छ अनि हेर्नुहोस् अनि अरू पनि देख्न सक्नुहुन्छ यहाँ छ हेर्नु साथीहरू तपाईँहरूकोमा कस्तो कस्तो खालको छ मेरोमा त हेर्नु साथीहरू फुल यस्तो छ यस्तो पनि छ गुलाबको त्यहाँ सिङ्गलबाट छ त्यहाँ छ हजुरहरूकोतिर कस्तो कस्तो छ मेरोमा चाहिँ यसरी ढकमक्क फुलेको छ साथीहरू फुल यहाँ हेर्नु न गुलाबको यता हेर्नुहोस् न यो पनि फुलै हो तर यो चाहिँ धेरै अग्लो भयो साथीहरू अग्लो खालको भयो यहाँ हेर्नुहोस् साथीहरू देख्नुभयो छेपारो है साथी यहाँ हेर्नु त छेपारो कम्ता मजाले बसेको छैन अनि यहाँ हेर्नु न फुल फेरि देखाइदिन्छु तपाईँहरूलाई म यसरी बाई बाई आजको ब्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु अर्को ब्लगमा भेटौँला